यो पाली त मैले खत्रै चिज लिएर आएको छु। हेर्नु न त्यहाँ माथि बाफुडेको देख्नुभयो सरर पारेर। जिरे खोर्सानी हो क्या, जिरे खोर्सानी। हेर्दा चाहिँ इत्रु, काम चाहिँ तिखर गरिदिने क्या। यति ह्यान्डली छ, यति सानो क्युट चिटिक्क परेको छ है। यदि तपाईँहरू काम विशेषले बाहिर गइराख्नुपर्छ, ट्राभल गरिराख्नुपर्छ भनेदेखि त झन् तपाईँहरूको लागि एकदमै पर्फेक्ट। यति इजिली मैले लुगामा आइरन लगाइरहेको छु, हजुरहरूले भिडियोमा आफै पनि देख्न सक्नुहुन्छ है। यो सामान चाहिँ म आफैलाई पनि एकदमै धेरै जरुरत थियो, सायद तपाईँहरूलाई पनि काम लाग्न सक्छ। अझ मैले यो राम्ररी झुन्ड्याउने ठाउँ नभएर यसरी म्यानेज गरेर कसो कसो गरेर गरेको छु है। हेर्नु त ल, माथि माथि मात्रै कुदाएको, यो तल यसरी अलि ढ्याप्प गऱ्यो भने उ त त्यसरी अड्काएको छु नि त, आउँछ होला भनेर माथि माथि मात्र गरेको कस्तो मजाले सर्लक्क बनाइदिए। हेर्नु न, यतापट्टि कच्याक कुचुक छ, उता सर्लक्क छ। कति राम्रो चिज क्या, कति राम्रो चिज। आइरन गर्नको लागि स्पेसल ठाउँ नै चाहिएन, झुन्डाइदियो अनि माथिबाट सर्र सर्र गरिदियो। हेर्नु त, डिफ्रेन्ट देख्न सक्नुहुन्छ नि यता र यता। कस्तो राम्रो चिज छ क्या यो। यसको यो खोल्नुभयो भनेदेखि यहाँनिर पानी हाल्नु मिल्छ है। म पानी हाल्छु अब यसमा। यति हालिदिएँ पानी, बन्द गरिदिउँ। यो छ नि, तपाईँहरूले यसरी घुमाएर सिधा बनाउँदा पनि हुन्छ, अथवा यसलाई यसरी गर्दा पनि हुन्छ है त। अहिले सायद यो न्यु इयर अफरमा पनि राखेको छ होला, मैले यसको लिङ्क राखिदिनेछु, हजुरहरूले चेक गर्न सक्नुहुन्छ है त। ओके, बाई।